ए भाई 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 पकड़ मन मनान चाहिँ आज साह्रै चकचक चोक बेम्बी के अखेर तेम्रो दे मुङ्बा माटोसँग टच हुनुपर्छ। यो अवैज्ञानिक छ। जुत्ता चाहिँ यत्रो नाइकी, न्यू ब्यालेन्स अनि यो सबै जुत्ताहरू लगाएर अनि ट्राभल गरेपछि कहाँ गयो? मेरो लुगालाई यति झोला बोक्नलाई भारी भयो अरे। अहिले यहाँ लुगालाई एकजना तरुनी राम्री पनि चाहिएन। एकजना तरुनी मात्रै भिडाइदिनु होइन 50-60 केजीको तरुनी चाहिँ काँधमा लाएर उकालो चढ्ने खालको एनर्जी आउँछ। अनि यति झोला बोक्दा कसरी गरौँ? हौ लुङमामे पक्राइ पोङ्लो अरे। भन्नु नपाइने भयो है त्यसरी बिर्सिने। अघि तपाईँले भन्नुभएको कुरा म त त्यो गरै हो नि पुगेन यहाँ खोला नाना लुङामा लुगामा तर त्यसरी पो आउँछ त हाम्रोमा साकेजङको साकेजङमा आन्दो मेसिन आखे जोकमा बस्सा वाटेर नुङ आजको म पहिला 4 खुट्टा हात्दै पनि हेलो दर्शन नमस्ते गुड मर्निङ। आज चाहिँ हामी रोमदेखि आउटसाइडमा निस्किसकेको छौँ हिजो नै। अब हामी आज उच्च पहाड चढेर चाहिँ तपाईँहरूलाई त्यो उच्च पहाडको चाहिँ दृश्य देखाउने प्रयास गर्नेछौँ। भिडियो पुरा हेरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अहिले चाहिँ म लुङाहरूसँग निस्किसकेको छु। हाम्रो आज चाहिँ बुखान सान जाने प्लानमा यता आउनुहुन्छ हाम्रो छत्र लुङा। फेरि लाग्यो यो पहाड चढ्नु। अरे लो सेवा र छत्र लुङा। अनि यता हाम्रो नयाँ लुङा हुनुहुन्छ सेवा र तपाईँलाई स्वागतम छ। अनि यता हाम्रो चाहिँ लुङासँग एकदम भेट भएको जस्तो होइन। लुङा र मेरो त भेट नभएको दिनै हुन्छ। अनि हाम्रो यता फेरि जेन्टल ह्यान्डसम हाम्रो रोजन लुङा हुनुहुन्छ। भाग्दै छैन। ए भाइ 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 पक्र। यता हुनुहुन्छ हाम्रो राजन लुङा। भेडी बाख्रा खोर 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 भेडी बाख्रा खोर 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 खोर। हामी पहाड चढ्न लागि चाहिँ इन्जिन स्ट्रङ बनाउनको लागि चाहिँ यो नस्ता चेपेर खाना लाग्ने अनि लुङाजीहरू पनि अगाडि थाल राखेर यसरी पर्खिराख्नु भएको छ। अब भने चाहिँ हामी खाना नास्ता खाएर इन्जिन तताएर यकतिर छिर्दैछौँ। अब हाम्रो जाने ठाउँमा चाहिँ डाइरेक्ट बुखान सानसम्म हो। लुङाज्यू हामी यो लास्ट स्टेसनमा पुगिसक्यो। अहिले हामी यो बुखान सान यकसम्म पुगेका छौँ होइन। अब हाम्रो यात्रा भनेको चाहिँ हिँडेर हुन्छ कि बसमा हुन्छ? अब हामी हिँडेर जान्छौँ यहाँदेखि। हामी हिँडेर जान्छौँ होइन। अहिले चाहिँ हामी यो बुखान सान जाने लास्ट ट्रेन स्टेसनमा बुखान सान यकमा पुगिसकेका छौँ। अब हामी यहाँदेखि सिधै हिँडेरै पहाडको टुप्पासम्म पुग्नेछौँ। अनि त्यसको लागि चाहिँ यहाँनिर पानीहरू भइसक्यो। ल पेगिरो हो तेङजुमसे पेगिरो तेङजुमसे पेगिरो 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 मन मनान चाहिँ आज साह्रै चकचक चोक बेम्बी के अखेर तेम्रो दे मुङ्बा ले मेरो फेरि लाते कान्दो मनान हामी जाने त्यो ठाउँ बेम्बी उयो हो नि। यहाँदेखि 2 घन्टा लाग्छ हिँडेर। हेल्ले जोकुले आखे बादु बाटे अखिला लाङजिङ मेला आखे होला अरेमा बामेन कपिराट लाग्छ।
हाम्रो लिम्बुवानी महानायक ऋषिबारो जय लिम्बुवान लुङा हुनुहुन्छ। उहाँ चाहिँ एकदम सेफ्टीको लागि यो ड्रेसरमा चाहिँ एकदम डाकै देखाएको छ। डाका हुन्छ अब होइन अहिले यो खासमा यस्तो लाउनु कारण चाहिँ सेफ्टी लाग्यो नि होइन। यो चाहिँ विशेष गरेर अहिलेको एकदमै गर्मी र यो गर्मीबाट चाहिँ शीतल प्रदान गर्नको लागि र आफ्नो छालालाई स्वास्थ्य राख्नको लागि पनि यो विशेष धुलो र घामबाट बच्नको लागि यो चाहिँ अहिले हामीले चाहिँ सेफ्टी प्रयोग गर्नुपर्ने स्थिति आयो उपायहरू चाहिँ अपनाइराखेका छौँ। राम्रो वर्ष पर होइन आज हिँड्न सकिन्छ होइन। अब यो तपाईँ हामी चाहिँ 25औँ वर्ष चाहिँ गाउँमा चाहिँ गाउँको विभिन्न खोला कन्दराहरू हिमाल पाहाडहरू चढेर हिँडेको मान्छेहरूलाई यो चाहिँ केही जस्तो लाग्दैन, नलाग्दो रहेछ है। अहिले कुदेरै पुगिदिन्छु अघि जस्तो लाग्नु। अहिले कुदेरै पुग्न सकिन्छ त्यहाँ। अब चाहिँ हाम्रो लगभग अब उकालो चढ्ने समय आयो होइन। एकदम एक्साइटेड सबैजना छौँ। यस्तो जङ्गल फाट्दै जानुपर्ने लुगाको हतियार डर छ नि। यस्तो जङ्गल फाटेर जानुपर्ने हाम्रो हतियार डर छ। वाकी जाक्पी गयो वाकी जाक्पी जाक्पी ए नुवा अरे खानुहुन्छ नि फिल्टर गरेर। यता चाहिँ ओल्ड इज गोल्ड हो होइन। यो चाहिँ न्यू हो त्यति भयो त्यो भनेर चाहिँ हामी कुरा बुझौँ होइन। हामी अनपढहरूले बुझ्ने हो नि होइन। कोही भी खाली खुट्टा त आसिला म्याम बिहो खाली खुट्टामा यस्तो भुइँमा टेकेर आउने त्यो त पुरै तपस्या गर्न हिँडे जस्तो नि। त्यो त माटो जमिनसँग कुनै छैन हाम्रो। उसो भए अघि त्यो बाटो हिँड्नु पर्थ्यो क्या हामी। जमिनसँग कनेक्ट छैन क्या हाम्रो यो। अघि हामी त्यो बाटो हिँड्नु पर्थ्यो उसो ढुङ्गेली बाटो थियो नि। वास्तवमा मान्छेले माटोसँग सम्बन्ध राख्नुपर्छ क्या। हौ चन्द्रलुङा अनि उता उता पनि त घुमाउनुहुन्छ त। माटोसँग टच हुनुपर्छ। यो अवैज्ञानिक छ। जङ्गल मात्रै छ। जुत्ता चाहिँ यत्रो यत्रो नाइकी न्यू ब्यालेन्स अनि यो सबै जुत्ताहरू लगाएर अनि ट्राभल गरेपछि कहाँबाट हुन्छ। यो हामी एकदम राणा खालहरू हिँड्ने ठाउँ हो क्या। हो थिङ से आखेन किलोक्ति बाबे हो नि राडाको अझै ब्रेकेन याक्दैमे हामी 2 घन्टा यात्रा गरेर त्यो टुप्पोमा पुग्ने हो। कसरी गरम हुन्छ हौ। अहिले 50 केजीको तरुनी बोक्दाखेरि बाँकी ल गुडुङडुङ्गी लखुला मेम्बे 200 केजीको नि बोकिहाल्छ मेरो लुगालाई यति झोला बोक्नलाई भारी भयो अरे। अहिले यहाँ लुगालाई एकजना तरुनी राम्री पनि चाहिएन। एकजना तरुनी मात्रै भिडाइदिनु होइन। 50-60 केजीको तरुनी चाहिँ काँधमा लाएर उकालो चढ्ने खालको एनर्जी आउँछ। अनि यति झोला बोक्दा कसरी गरौँ। अब पहाड सुरु हुन्छ अरे यो ठाउँबाट। यहाँनिर जुम गरेर देखाउँछु। यहाँ गौतम बुद्धको मूर्ति यहाँ देख्न सकियो। अब यहाँदेखि चाहिँ यात्रा सुरु हुन्छ अरे। यात्रा उकालो छ।
ल अहिले हामी चाहिँ बुकानसान जाने बाटोमा। अब चाहिँ बल्ल एकैछिन अगाडि हाम्रो महेन्द्र लुवाले मलाई कल गरेर भन्नुभएको थियो, हामी अलि अगाडि थियौँ, हेट तपाईँले सान भनेर यस्तो आधुनिक बाटोमा हिँडाउने हो भनेर चाहिँ भन्नुभयो। अनि मैले भने होइन, अब स्टार्टिङ पोइन्ट चाहिँ बल्ल आयो भनेपछि त्यो अहिले प्राकृतिक बाटोमा चाहिँ हाम्रो महेन्द्र लुवा हर्षोल्लित हुँदै एकदमै यो प्रकृतिसँग रमाउँदै उहाँ चाहिँ अहिले हिँडिराख्नु भएको छ। अनि माङसा हाङसा खाम्बोङसा लुङबुङसा याक्थोङसा लाजेदाङबा सिङबुङदाङ र कुमदाङबा आबो खेले आती आती लाज्यो आवासाङ आती आती लाज्यो आगे आवासाङ सिकुमदिङ निवा औलाम तागेरा निवा बुमाङे हिमा माङी इपमाङ नुरिकाङ सेवा मेमा। यो बुकानसान चढ्ने क्रममा चाहिँ यहाँनिर गौतम बुद्धको प्रतीकहरू आस्थाहरू देख्न सकिन्छ। यस्तो पहाड छ, चट्टान। वानेम लुङा लाइभमा जाँदै हुनुहुन्छ, म पछाडि स्या फ्या फ्या उकालो चढ्दैछु। अब फर्केर हेरौँ, अलिक फर्किने बेला भएको छैन। नेपालमा घाँस दाउरा गरेर यो चाहिँ ढोकोको भारीहरू चाहिँ बोकेर ढङ्गाको भारीहरू चाहिँ बोकेर हौ यस्तो भिडमा हामी थियौँ भने त लुगाहरू लुङमा पक्राइ पाउँलो अरे हाम्रो ल तपाईँलाई यो यात्राको कठिन मोड बाटो पनि देखाउन गइराखेको छु। तपाईँहरू आउनुहोस्। थ्याङ्क यू भेरी मच। आउनुभयो एकदमै उकालो। हो चार पाउ टेक्दै भए पनि चार पाउ टेक्दै भने उखालायो 로전누가 당비 오늘 타는 것 중에 제일 재밌어. 어째 पुग्नुपर्ने त यहाँ माथि डाँडामा हो बस सवा ट्रेनिङ आजको म एमै पहिला यस्तो देख्यो पहिला पहिला त्यतिकै चढ्थ्यो होला नि पछि बना होला नि
यस्तो छ चट्टानै चट्टानले भरेको संसार अझै माथि छ सतल्लोमा अगाडि तपाईँ राजै हुनुभयो छत्रलुङाको हालत चार खुट्टा टेक्दै भए पनि ओ आज कसरी चढेर आइयो भने चाहिँ कसैले हाम्रो भिडियो खिचिदियो भने त हाँसेर मर्छ मलाई होइन चन्द्रप्रकाश सर पुगिसक्यो होला नि तलै छन् नि अरे हामी अगाडि हो नि ए म बाटो लागेपछि आखेला बेलोङा निवा इर्बी अहिले चढ्छु जस्तो लाग्छ सुरुमा चाहिँ अहिले जवानीमा यस्तै हो अहिले के गरौँला जस्तो हुन्छ उमेर बित्दै गएपछि अन्तिममा भनेको यस्तै हो चार पाउ हिँडेर पनि पुग्यो होइन आज चाहिँ एकदमै लामो समयको हाम्रो योजना पश्चात कोरिया आएको लगभग झन्डै 4 वर्ष 5 वर्षको क्रममा चाहिँ यो बुखान सानमा चढ्यो भनौँ न निकै लामो हाम्रो योजना पहिल्यैदेखिको हाम्रो योजना हो आज चाहिँ अनपत्यारमा चढ्यो लुगालाई चाहिँ धेरै कष्ट गरियो लुगालाई धेरै कष्ट भयो अब म यहाँको भ्यू सरासर देखाउँछु उभिएर आखे हाल लुगा एकदमै खुसीको क्षण एकदमै रमणीय यो ठाउँमा हामी उपस्थित भएका छौँ असाध्यै खुसी लागिराखेको छ आखेला रे हाई नुबा जौला छ यो पुरै नेपालको पहाड जस्तो क्या पहाड पनि अलिक मधेस भित्री पहाड जस्तो छ हजुर नेपालको ठुल्ठुलो पहाड जस्तो चाहिँ छैन जेस आउन गाह्रो भयो आउनु त गाह्रो भयो धेरै बानी नभएर लुगा ल ल ओके ल सबमा फोटो खिच्नु पर्छ अनि लुगा साहब कस्तो लाग्यो एकदम रमाइलो छ एकदम रमाइलो साह्रो भयो है एकदम गाह्रो रमाइलो तपाईँहरूलाई त अलिक बानी होला हजुर भन्दा पनि बानी छैन त्यस्तै ओके अब म यहाँदेखि सर्र देखाउँछु आउन त दुःखले आइयो नि हेरौँ त चट्टानै चट्टान झुन्डिँदै 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 यो पल्लो त झन् चढ्न सकिन्न यहाँ मान्छे झुन्डिँदै जाँदैछन् उकालोतिर यहाँ देख्न सकिन्छ यहाँनिर टुप्पोमै